हामीले सिस्टम अनुसारमा हामीले यसको प्लानिङ गरेका छौँ सरुवा बोडाको कुराहरूमा। त्यही भएर तपाईँले अबदेखि ढोका ढकढक कसैको ढोका ढकढक्न पर्दैन। तपाईँ मेरो ढोका ढकढक्न आउनुहुन्छ भने मेरोमा चाहिँ ढोका ढकढक्दाखेरि सर मलाई समस्या पऱ्यो मात्र भनेर भन्दिनु, यति मात्रै भन्दिनु। म तपाईँको हरेक प्रहरीको लागि म तपाईँको आफ्नै समस्या जस्तो बुझेर म कुद्नेवाला छु, लिन्छु र म त्यसलाई समाधान गर्न भरपुर प्रयास पनि गर्नेवाला छु। अर्को एक दुईवटा कुरा भन्नु मलाई एकदमै इच्छा छ। हाम्रो प्रहरीको लुगा चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ।